हाय नमस्ते साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो अर्को ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै नै छु। आज चाहिँ कहाँदेखि ब्लग स्टार्ट गरेर आएको छु अहिले बिहान बिहानै भन्ने सोचिराख्नु भएको छ होला। म चाहिँ पानी लिन आएको छु अनि यहीँदेखि ब्लग स्टार्ट गरिदिएको। यहाँ कस्तो आनन्दको पेस ठाउँ छ क्या। अनि हेर्नु न हाम्रो गाउँको बिहान बिहानको भ्यू यस्तो छ साथीहरू। हिजो चाहिँ त्यहाँ कस्तो आग लागि भएर वायु पल्युसन भएको थियो क्या। अनि त्यही भएर त्यता अझ आगो लिभेकै छैन। हजुर हजुर खै गालगा मलाई उता जानु झ्याउ लाग्यो क्या। छैन क्या पानी, त्यो सानो आयो त्यहाँनिर ठुली म पानी लिन खै त्यो अर्को ड्रममा त थाहा भएन, यसमा चाहिँ छैन। चराचुरुङ्गीको चिरबिर आओस् साथीहरू। चाहिँ म पानी लिन्छु अनि त्यसपछि के गर्छु दिनभरि म हजुरहरूलाई देखाइ नै हाल्छु है त। आज चाहिँ मैले बिहान बिहानै नुहाइसकेको छु किनकि अब दिनमा नुहाउने टाइम नै हुँदैन। बिहानै नुहाउने भनेको मम्मी भएको बेला त हुन्थ्यो कि अब एक्लै छु, माथि छ नुहाउनु पर्ने ठाउँ। अनि त्यही भएर म त सके पनि नसके पनि बिहानै नै सबै काम भ्याउने कोसिस गरिरहेको छु। गरे पनि बिहानै उठेँ, लिपपोत गरेँ, नुहाइधुवाइ गरेँ, लुगासुगा धोएँ गरेँ अनि तल पानी लिन लाएँ। अब बाँकीलाई के घाँस काटेर लिएर टगाउनु पर्नेछ साथीहरू। केही पनि छैन के घाँसहरू के। हिजो त मैले दाँते लिएर टगाइदिएको थिएँ, तै पनि खाएको थिएँ। आज अब के गर्छन् साथीहरू, त्यही गर्ने त होला। घाँस नि छैन, मम्मी नआउन्जेलसम्म मम्मी भएपछि चाहिँ यताउता घाँसको जुगाड गरि नै हाल्नुहुन्छ। मैले त सक्दिनँ। अब मेरो चाहिँ पानीको ग्यालन पनि भरेर रेडी भइसक्यो। अब चाहिँ म जान्छु, एउटा यता बोक्छु एउटा हातमा। साथीहरू हेर्नु पसल खोल्न हुन्न, यो सेक्युरिटी गार्डहरू यहाँ पसल हेर्नलाई आइहाल्नुहुन्छ। हाम्रो यस्तो सेवा सुविधा छ साथीहरू। म चाहिँ पानी लिएर आएँ अनि त्यसपछि बडालकुटाल गऱ्यो भने अब चाहिँ बाँकीलाई घाँस काट्न जान्छ साथीहरू। अहिले कति बज्या समथिङ बज्या छ। मैले चाहिँ यताको पनि आएँ, बडालकुटाल गऱ्यो अरे अनि त्यसपछि अब चाहिँ बाँकीलाई घाँस काट्छु ओर्छु अनि यो चल्नीहरू हेर्नु न। मेरो काम त यसमै हुन्छ। यिनीहरू पनि खानालाई चारो चाहिँ हालिदिएको कि खानालाई यस्तो गरिरहेको छन्। अब चाहिँ म बाँकीलाई घाँस काट्छु ओर्छु। अनि एउटा कुरा चाहिँ रिक्वेस्ट गर्न चाहेँ हजुरहरूसँग। हजुरहरूले मेरो भिडियोलाई लाइक कमेन्ट गर्नुभएको छैन भने लाइक कमेन्ट गरिदिनु अनि सब्सक्राइब पनि गरिदिनु। सबैजनाले माया गरिदिनु है त। आज म दिनभरि के गर्छु हजुरहरूलाई त्यो त देखाइ नै हाल्छु कि। अहिले चाहिँ बाई बाहिरको आवाजलाई चाहिँ इग्नोर हान्दिनु होला किनकि यहाँ मिल छ यहाँनिरै अनि त्यही भएर मिलको आवाज चाहिँ आउँछ साथीहरू। जति अब हुन त उनीहरूको पनि कामै हो, चामल पिस्न पर्छ, चामल कुट्न पर्छ, मकैहरू पिस्न पर्छ। यहाँ चाहिँ भिडियो बनाउने वातावरण नै छैन क्या, बाहिरको आवाज आइ नै हाल्छ है त। बाहिरको साउन्डलाई चाहिँ इग्नोर हान्दिनु होला र मेरो मेरो आवाजलाई मात्र सुन्नु होला है त। उनीहरू खानालाई कस्तो गरिरहेको छन्, अब उनीहरूलाई चाहिँ म खुवाउँछु साथीहरू। अब चाहिँ म तरकारी बनाउन लाग्यो। हालेर सोबिन गरेको मलाई चाहिँ के अरे आलु चाहिँ उसिनाएर पकाएको चाहिँ एकदमै मिठो लाग्छ क्या। त्यही भएर मैले चाहिँ फर्स्टमा आलु उसिनाएँ
त्यसपछि चाहिँ आलुको बोखल छिलेर तरकारी बनाउँदैछु। आलु र सोयाबिन बडीको भात चाहिँ पाकिसक्यो। साथै हजुरको कसलाई मन पर्छ यसरी पकाएको आलु र सोयाबिन बडीको तरकारी। एक्लै भएको बेला खानै ज्याउ लाग्छ साथी हो। मलाई त बिहान पकाएको बेलुकासम्म पुऱ्याइदिन्छु हजुरलाई। कस्तो हुन्छ हजुरहरूलाई। म एक्लै भएको भए त खानै पकाउँथेन होला सायद। देवर बाबु भएर मजाको खाना पकाउनु लाग्यो। नत्र त यस्तै हो। खानै मन लाग्दैन साथीहरू। एक्लै भएको बेला किन हो यस्तो हुने। मलाई मात्र हो कि सबैलाई यस्तै हो। 7 बजे घामलाई टिल हजुरहरूकोतिर गर्मी कतिको छ? अझ हाम्रो यो पहाडतिर चाहिँ गर्मी त त्यस्तो छैन। तराईतिर लास्टै गर्मी छ होला। धेरै पानी पिउने गर्नुहोस्, चिसो पानी। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् साथीहरू। के अरे उतातिर त लास्टै गर्मी छ होला। हाम्रो यतातिर त त्यस्तो गर्मी हुन्छ हुन चाहिँ, तर हावा चल्छ त्यस्तो गर्मी भएको जस्तो फिल चाहिँ हुँदैन। घाम चाहिँ बिहानै 7 बजे टिल लागिसक्यो। कति छिटो उज्यालो भएको अचेल त 4 बजे उज्यालो भइसक्छ। म चाहिँ अब खाना पकाउँछु ल साथीहरू। सो साथीहरू अब चाहिँ गोठालो जान लाग्यो। हेर्नु यति घाम छ क्या बाहिर त बसी नसक्नु। गर्मी छ। किन झगडा गर्दा छोरी मधु? हाम्रो चल्यो। भोग मानि गयो त्यही भएर कराछौ। आज उनी त अस्ति क्या साथीहरू। आज मैले यिनीलाई बाँधेको कि अघिपछि हामी बाँध्दैनौँ नि त। हेर्नु न यिनीहरू खाने चिज जसरी म यहाँ ल्याउँछु। राम्रो बाख्रीहरू हेर्नुहोस्। मन परेमा सम्पर्क राख्नु होला। बिक्रीमा छन्। उता दि उता आज तिमीलाई बाँधिदिने। ए अता गर गाली पाउन लाग्थ्यो अनि त्यही भएर बाँधेको मैले यिनलाई। कति चिज लाग्दी भएछन्। कस्तो माया मान्छन् यिनले मेरो। हेर्नु न अचेल खान नपाएर पेट यस्तो भएको छ। यिनीहरूको चाहिँ यिनीहरूले पिरो खान्छन् र त्यस्तो हुँदैन। यिनीहरूको नास्ता पानी खान्छन्। यिनीले खाँदिनन् के पिरो, त्यही भएर यस्तै भएछन् साथीहरू। कस्तो माया लाग्दो छ क्या यो त नि। माया लाग्दैछिन्। मेरो माया मान्छेऊ हेर्नु साथीहरू। मतिर लिसिन खोज्छ क्या। अब चाहिँ साथीहरू म यिनीहरूलाई फुकाउँछु। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो साथीहरू। यस्तो गर न एकचोटि यस्तो यता यसरी नै बित्यो आजको ब्लगलाई। यतै नै स्टप गर्नु जस्तो लाग्यो मलाई। फेरि पनि मैले लास्टमा भन्न चाहेँ हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। यति भन्दै आजको ब्लग यति नै स्थगित राखौँ। लभ यु चुप्पा। हेर्नु मार्छिन् मलाई। बाई बाई।